17-18 लाखको लोन भइरहेको थियो मम्मी एक्लो हुनुहुन्थ्यो अनि गर्न गाह्रो भइरहेको थियो त्यति बेला चाहिँ छोरा मान्छेलाई चाहिँ अर्कै होइन हाम्रो दिदी बहिनीलाई पनि हुन्छ तर मेरो एउटा बहिनी भएको कारणले म चाहिँ अलिकति एल्डर सन भएको कारणले मलाई अलिकति धेरै नै प्रेसर फिल भएको जस्तो भयो अनि केही गर्न सकेन 3 वर्ष जाँदा पनि कमाउन पनि सकेन जमाउन पनि सकेन बरु उल्टै उताबाट माग्ला जस्तो भइसक्यो ऋण लागेको होइन दिन लाग्ला जस्तो भइसकेको छ म चाहिँ फ्रस्ट्रेट भएर मैले यो गीत लेखेँ यो गीतको नाम चाहिँ प्रश्न मैले ईश्वरलाई भने भनिदो कहाँ जानु म कसलाई सोध्नु म त थाकिसकेँ घर छोडेको धेरै भयो गन्तव्य पुग्न सकेको छैन मान्छेको अगाडि देखावटी टाइपको जिन्दगी जिउँदैछु कि जबरजस्ती हाँसी पो रहेछु कि म आँसु बिनै भित्रभित्रै पो रुँदैछु कि भनेर मैले पुरा लेख्न थालेँ चिच्याउँदै कोठामा गाउन थालेँ ह्याङ नै भइसक्यो मलाई होइन मनुले कहिलेका फोन गर्थ्यो मनुलाई थाहा थियो म डिप्रेसनमा थिएँ त्यति बेला भनेर अनि साथीले मलाई साथ दिएको थियो त्यो बेला आई लभ यु यस्तो किरियास भइसक्यो होइन के गर्ने अनि मैले चाहिँ प्रश्न गरेँ ईश्वरलाई मलाई भनिदिनु पऱ्यो कहाँ जाने कसो जाने डे एन्ड नाइट 2-3 घन्टा भए पनि राति 2-3 घन्टा सुत्ने टाइम भए पनि 1 घन्टा चाहिँ म गीत लेख्थेँ अनि पछि मैले एउटा उत्तर पाएँ होइन उत्तर चाहिँ पेसेन्स धैर्य हुनुपर्ने रहेछ लाइफमा है धैर्य भएको कारणले मलाई तपाईँहरूको ब्लेसिङ्स मिल्यो तपाईँहरू सबैले हामीलाई सपोर्ट गर्नुभयो हाम्रो एउटा ब्यान्ड यहाँ दिस इज आवर 3rd अलमोस्ट 4th इयर होइन हामीलाई पनि 30-40 वर्षसम्म म्युजिक गर्नु छ तपाईँहरूको ब्लेसिङ छ माया छ सो थ्याङ्क यू सो मच जतिजना आज दुःख गर्दै हुनुहुन्छ तपाईँहरूको साइड बाई साइड को राम्रो फुटबल खेल्नुहुन्छ होला कोही राम्रो गाउनु पनि हुन्छ कोही राम्रो नाच हुन्छ कतिजना इन्स्टाग्राम मोडल पनि हुनुहुन्छ होला यहाँ केटाकेटी होइन सो युट्युबर्स पनि हुनुहुन्छ होला सबैलाई अल द बेस्ट आफ्नो सपनालाई मार्न नदिनु है त्यो कुरा गर्दा चाहिँ आफूलाई जिन्दगी जिएको जस्तो लाग्दो रहेछ अल द बेस्ट दिस इज प्रश्न फर यु अल थ्याङ्क यू एक्चुअली एउटा म लिरिक्स सुनाइदिनु पऱ्यो यो गीतको कोरस एक्चुअली जी मेजरै जाउँ न त ईश्वर भनिदो कहाँ जानु म अब या कसलाई सोध्नु म उत्तर कहीँ पाइन के चाहिँ गर्ने ईश्वर बरु लगायो जिन्दगानी सुम्पन्छु तिमीलाई आफ्नै थानी थाकिसके धेरै दिस इज प्रश्न हामीसँग लिरिक्स पनि हुन्छ पछाडि तपाईँहरूलाई असिस्ट गर्नको लागि यसलाई त चढाइदिनुपर्छ चढाइदियो होला मलाई त्यही भएर म चाहिँ त्यस्तो मिजु जस्तो ट्यालेन्ट छैन मिजु अब फर्स्ट बोय पहिलादेखि नै अनि फेमस पनि होइन वाल फेमस हामी भन्छ 2-3 ब्याच जुनियर होइन एउटा स्कुल बच्चादेखिको पनि एकदम यो बच्चा लेभलमा हुन्छ नि त्यो एरामा सबैभन्दा सुरुमा पल्सर बाइक चढ्ने भनेको मिजु हो क्या जब कि RX बाइक हिरो थियो क्या त्यतिखेर तै पनि 4वटा गोटी उठाएको पल्सर क्या यात्रा एनिवे थ्याङ्क यू सो मच फेरि भन्नु अलिकति नभन्नु त्यो होइन अब पनिसमेन्ट त्यो हो अलराइट एनिवे थ्याङ्क यू सो मच मिजु है किनकि हामीलाई चाहिँ फर्स्ट टाइम आएको कारणले सबैजना अब यो पछि छगु बोल्छ है हामी एउटा गीत गर्छौँ 2टा गीत गर्छौँ सबैजना बोल्नुपर्छ आज ज्यास्पर पनि बोल्छ म त बोलेको होइन छगु पनि बोल्छ सो अहिलेको लागि दिस इज प्रश्न फर यु अल एभ्रीबडी थ्याङ्क यू Jasper Ryan drums everybody now Jasper को लागि please
म रोँदै पो छु